यसलाई कसरी हेर्नुहुन्छ यो नयाँ राजनीति छानेको कुरा चाहिँ के हो भने रवि लामिछानेले गल्ती गरे मेरो भनाइ गल्ती गरे उनले रवि लामिछानेले के गर्नु पर्थ्यो भने पार्टी चलाउनु पर्थ्यो रवि लामिछानेलाई 21वटा मत दियो संसदमा हैन हजुर पब्लिकले 12 लाखले भोट दियो रे त रवि लामिछानेले गर्नुपर्ने कुरो के थियो भने त्यो पार्टीलाई जनताले के गरेका थियो भने जनता असन्तुष्ट थियो अरु पार्टीहरुसँग जो भइरहेको पार्टीसँग असन्तुष्ट थियो अनि त्यसले एउटा अल्टरनेट खोजेको थियो त्यो अल्टरनेट खोजेको हुनाले रवि लामिछानेले त्यो पार्टीलाई इस्टाब्लिश गर्ने तिर जानु पर्थ्यो यिनी गएर यो अहिलेका त्यो भनौं न अहिलेको यो जुन भइरहेकाहरुसँग गएर गठबन्धन गर्ने काम यिनले गर्नु हुँदैन थियो यिनले त्यहाँनिर गल्ती गरे अब यहाँ कस्तो भइरहेछ भने तपाईलाई गगन थापा भन्यो अब गगन थापाहरु पनि ती गएर घाँटी जोड्दिने अनि त्यसपछि अनि के भन्नु हैन अब त्यो फेरि पुराना तबकाका मान्छेहरु जो छ पुरानाहरुले नयाँलाई आउन नदिने जस्तो तपाईलाई तामाको मुना पहिले नै भाँचिदियो भने त बाँस बन्दैन अब त्यो प्रवृत्ति छ उतातिर यी गएर ती गएर फस्छन् गगन पनि ती उ पनि रवि लामिछाने ती अनि त्यही फसेपछि त अब त्यही हो उनीहरुको त साम दाम दण्डभेद नीति हामी बाहेक यो देशै चल्दैन भन्ने मा उनीहरु छन् उनीहरुलाई त मुलुक बनाउनु परेको छैन नि त मुलुक बनाउने मुलुकको राम्रो होस् भने उनीहरु चाहिँ के चाहन्छन् भने हामी अटल कुर्सीमा रहिरहौं हाम्रो हेजिमनी रहिरहोस् हामी पावरमा सधैँ हौं उनीहरुको त्यो छ अब यी गएर त्यहाँ फसे अब त्यसो भएपछि त पार्टी पनि त अलिकति डाबाडोल हुने स्थिति पर्यो गल्ती त्यो रवि त फेरि सहकारीको इस्युमा पनि अहिले अब मुछेको छ अब त्यो सहकारीको कुरा के छ भने सहकारीमा उले गरेको हो होइन भन्ने मुद्दाले बोल्ने कुरा हो रवि माथि जे मुद्दा चल्यो त्यो मुद्दा चल्नै हुँदैन भन्ने मेरो थेउइ चाहिँ होइन हैन उले गल्ती गरे भने पनिशमेन्ट पाउने हो गल्ती गरे होइन भने चाहिँ पनिशमेन्ट पाइँदैन अलग कुरो हो तर त्यो सहकारीमा जसरी रवि गएर फस्यो नि त्यो पनि फस्ने वातावरण बनेरै फसेको हो तर उले आफूलाई थाहा पाएन चिनेन मैले यसो गर्नु हुँदैन थियो म यहाँ जान हुँदैन थियो यसो गर्नु हुँदैन थियो इनका उसमा आउनु हुँदैन थियो भनेर सोल रवि इन्डिपेन्डेन्ट भएर आफूले त्यही पार्टीलाई नै चलाएको भए जनमत उतिर जान्थ्यो अर्को पल्टलाई उलाई चाहिँ एउटा हुन्थ्यो तर अब यहाँ अहिले जो भइरहेको हुनुहुन्छ नि उहाँहरुको के थ्योरी छ भने हरेक नयाँ आउने पनि हामी जस्तै हुन् भनेर उहाँ देखाउन चाहनुहुन्छ उहाँहरु त्यही कुरोमा चाहिँ अब त्यही भयो हरेक नयाँ जो आओस् त्यसलाई बल्छ्याउने तामदाम पञ्चायतले पनि त्यसै गर्थ्यो नि त कुनै युवा आएको रहेछ भने भित्रभित्र मान्छे लगाएर के गरेर अनि अर्को पल्ट चाहिँ पञ्चायतको नेता बनाउँथ्यो त्यही हो अहिलेको पनि त्यही हो स्थिति तर उले रविले त्यो चिनेन थाहा पाएन उ फस्यो त्यहाँ गएर त्यही हो